आज चाहिँ करेन्ट चाउचाउ खाँदा यस्तो भयो। आज चाहिँ दिउँसोको नास्तामा के खाम भइरहेको हुन्छ। त्यसपछि दाइ पनि आउँछ र करेन्ट चाउचाउ र अन्डा लिन जा भनेर पैसा दिन्छ। त्यसपछि म गएर पसलबाट अन्डा र करेन्ट चाउचाउ ल्याउँछु। त्यसपछि सबभन्दा पहिला म अन्डाको रेसिपी बनाउन लाग्छु। त्यसमा नुन बेसाएर अन्य मसलाहरू हाल्छु अनि ग्यास बालेर भाँडामा हल्का तेल हाल्छु अनि अन्डालाई त्यसमा मजाले फर्काइ पकाउँछु। करेन्ट चाउचाउ र अन्डा नखाएको पनि धेरै भएको थियो, त्यसैले आज चाहिँ खान लाग्यो। करेन्ट चाउचाउ पकाउन खासै गाह्रो त हुँदैन। तातो पानीमा चाउचाउ हाल्ने अनि एकछिन चलाएपछि रेडी भइहाल्छ। अनि मसलाहरू खोलेर हाल्ने, चलाएपछि आहा टक्क दामी हुन्छ। अनि त्यही अन्डालाई करेन्ट चाउचाउमा हालेर यसलाई 2 भाग लगाएँ अनि दाइलाई पनि दिन्छु र मैले पनि मजाले घाममा बसेर खाएँ। दाइले चाहिँ अलि लाज मानिराख्नु भएको थियो किनभने मैले भिडियो बनाइरहेको थिएँ। सो आजको मेरो मिनी ब्लग चाहिँ यति नै। मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। अनि मलाई सबैजनाले सपोर्ट गरिदिनु होला। हस्त बाई बाई।